के धेरै गाह्रो छ है गाइस बल्ल बल्ल आइपुग्यो है सिंहले अलिकति गर्मी छ भने के गर्मी छ यहाँ चाहिँ 45 डिग्री छ गाइस अहिले चाहिँ म चाहिँ यहाँ अब मकै भाँच्न लगाएर छु हेर्न सक्नुहुन्छ खेतमा आइपुगेर चाहिँ म खेतमा चाहिँ अब मकै भाँच्न लगाएर छु अब हेर्न सक्नुहुन्छ अहिले चाहिँ अब म यहाँ मकै भाँच्छु हेर्न सक्नुहुन्छ मकै बारीमा ओइ त्यता हेर मकै भाँच्नु होला नि अब मकै भाँच्नु लगाएर छु मेरो काममा बसेर गयो डिउटी ओहो है मकै भाँच्यो अब यहीँ हो ल त गाइस म चाहिँ अब काम गर्छु है त अहिले चाहिँ मैले मकै भाँच्दैछु एउटा हातले भाँच्छु र यो चाहिँ अप्ठ्यारो हुँदो रहेछ हेर्न सक्नुहुन्छ अहिले चाहिँ म मकै भाँच्दैछु है सिंहले कुनामा हेर्न सक्नुहुन्छ काम गर्दैछु है हेर्नु काम चाहिँ डह्रो हुँदैछ हाम्रो है ओइ यता हेर हेर भने ओइ हेर भने एकचोटि गाइस काम डह्रो हुँदैछ है ए गाइस हेर्न सक्नुहुन्छ है गाइस अब मकै मिलाउँदैछ मकै बारी हाल्ने बोक्ने लाने गाह्रो छ त गाइस है खै गाइस म चाहिँ अब आज त खानु त्यसै मिठो हुन्छ हेर्नुहोस् है खासमा उनीहरूले 5 खेप हो अब कति खेप सक्छ होइन सक्नुहुन्छ है कति गाह्रो छ काम गर्नु बाई बाई गाइस हुन्छ गाइस तपाईँहरूले आज चाहिँ मकै भाँच्ने काम चाहिँ भइरहेको अहिले चाहिँ ठ्याक्क 6-7 बुन लगाइसक्यो हामीले चाहिँ 4 बजीदेखि चाहिँ स्टार्ट गरेको हेर्न सक्नुहुन्छ हाम्रो काम यता मकै भाँच्ने काम चाहिँ भइरहेको छ है गाइस हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो बारी होइन रेडी भइसक्यो मैले चाहिँ भाँचेर यहाँ चाहिँ बुढीले भाँच्दैछन् भारी पुगेको छैन होइन अब चाहिँ हामी भारी लिएर गएर फेरि पनि आउने कुरा हुन्छ यहाँ होइन गाइस ल त है सुरु भयो गाइस ल बस लडे मान्छे त के भयो सक्नु भयो यता जाने यता बङ्गला उक्लिनु पनि गाह्रो भयो सानो भएको काम त गाह्रो भयो यार उतै जाने भयो उयो गर्नु फर्किनु ल